राम्रो काम गर्नु एक शताब्दी थाहा हुनुपर्छ कि अब खतरा हाम्रो यहाँ 2 जनाको चाहिँ खतरा श्रमदान जानेवाला छ यसो अनि सो मेन भनेको चाहिँ होइन यहाँ त लुनान ब्लक तिमी लुनान ब्लक श्रमदान गर्न आएको कि के गर्न आएको पनि मलाई थाहा छैन चिटिक मिटिक परेर welcome back to my YouTube channel. It's me Lulam Vlog. So सम्पूर्णलाई सेवा नमस्कार. सो आज पनि न्यू डे न्यू भ्लगको साथ म आइसकेको छु. आज देखिराख्नु भएको छ आज म युनिफर्ममा के भन्नु छ आजलाई स्याटरडेको दिन पनि हो. सो हाम्रो चाहिँ बिहानको हाम्रो टिमको जुन काम चाहिँ अघि बिहानै सक्यौँ. सो अनि हाम्रो टिम चाहिँ 4-5 जना चाहिँ अहिले चाहिँ हामी चाहिँ जुन चाहिँ अस्ति म पनि मेरो अस्तिको भिडियोमा नि देख्नुभयो होला. अस्तिको हाम्रो राईहरूको माङखिम निर्माण भइरहेको ठाउँमा चाहिँ हाम्रो संस्थागत हिसाबले संस्थाको मेम्बरहरू जति पनि आज हामी फ्री भएकोहरू चाहिँ 4-5 जना चाहिँ गइरहेको छौँ. देख्न सक्नुहुन्छ. हेलो हाम्रो टिमहरू हामी रेडी होइन हामी रेडी श्रमदानमा हाम्रो उम्मेदवारहरू हेर्नु होला हाम्रो श्रमदाता अभियन्ताहरू एउटा अर्को अभियन्तासँग नमस्ते. अरे कहाँदेखि खोला गएको कहाँ बस है ए हो र माथि हामी श्रमदानमा जाँदै गरेको सन्चै छौँ ल बाई बाई ल भरे हेर्नु ल. सो त्यही हो है हामी चाहिँ 4-5 जना जाँदैछौँ. घाम यति धेरै छ नि साथी हो यति धेरै काम छ. हाम्रो संस्थाको टिमहरू चाहिँ सबैजना आज कता आफ्नो कार्यव्यस्तताले गर्दा जानुभयो. यो हेर्नु भाइरल फुल सो त्यही हो. अनि हामी चाहिँ जाँदैछौँ माथि पुगेर हजुर देखाउँदैछौँ के कस्तो आज कामहरू गर्दैछौँ. हेर्नु होला साथी हो. बिहानै चाहिँ हाम्रो जुन चाहिँ सधैँ गरिराखेको प्लान्टहरू चाहिँ नर्सरी राख्यौँ किनकि मैले आज बिहान भिडियोहरू बनाइनँ किनकि फोनमा चार्ज थिएन. मैले राति फोनै चार्ज गरिनँ कि साथी हो चार्ज गर्नु बिर्सेछु. त्यही भएर अहिले चाहिँ हल्का बनाइदिएको छु प्लिज. सो अहिलेसम्म पनि हजुरहरूले लुलाम भ्लगलाई सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला. सपोर्ट किप लभिङ. अब के कस्तो हुन्छ आजको दिन हेरौँ ल. लेट्स सी. ल फाइनली साथी हो हामी चाहिँ यता माथि गाडीमा आइपुगिसकेको छौँ. सो हाम्रो यहाँ अर्को दाई पनि थपिसक्नु भएको छ. हाम्रो श्रमदाताहरू चाहिँ हामी यहाँ थपेको छौँ. केटी हो जय श्रमदान. हामी चाहिँ बिहानै चाहिँ हाम्रो ड्युटी अघि नै सक्यौँ. हाम्रो चाहिँ बिहान 6 बजीदेखि हामी चाहिँ हाम्रो ड्युटी खटेर सकेर चाहिँ आजको लागि चाहिँ हाम्रो ड्युटी सकेर चाहिँ हामी फेरि माङखिमको लागि हाम्रो टोली मुभ भइसकेको छौँ है साथी हो. फाइनली गाइज हाम्रो टिम चाहिँ हामी चाहिँ अहिले चाहिँ आइपुगिसक्यौँ. हेर्नु सक्नुहुन्छ आज चाहिँ एकदमै ढलाइ काम गरेर चाहिँ आइपुगिसकेको छौँ. यहाँ आज चाहिँ ढलाइ भइरहेको छ. त्यही भएर हाम्रो टिम चाहिँ अहिले आइपुगिसक्यौँ. देख्न सक्नुहुन्छ. सबैजनालाई सेवा नमस्ते है. खाजा बनाउने यता हाम्रो मिस पनि खाजा बनाउँदै हुनुहुन्छ. ल देख्न सक्नुहुन्छ साथीहरू हाम्रो टिम चाहिँ अब आइपुगिसकेको छौँ. यहाँ धेरैजना हुनुहुन्छ आज चाहिँ काम चाहिँ देख्न सक्नुहुन्छ. काम चाहिँ एकदम धमाधम भइरहेको छ. यहाँ चाहिँ अस्तिदेखि जुन चाहिँ मैले यहाँ मसला घोल्दै थिएँ साथी यही ठाउँमा है. तपाईँले अस्ति पानी पुगेन के पुगेन भनेर कमेन्ट गर्दै हुनुहुन्छ नि त्यो चाहिँ स्टार्टिङ मात्रै कास्टिङ मात्रै हो कि साथी हो. आज चाहिँ खतरा आज चाहिँ हो. देख्न सक्नुहुन्छ अहिले लुलाम भ्लगमा कस्तो बोल्दो रहेछ. यहाँ हाम्रो दाइहरू पनि दाइहरूलाई नमस्ते तपाईँलाई पनि हाम्रो दाइले खटिराख्नु छ. देख्न सक्नुहुन्छ साथी यो बन्दैछ. अब यो चाहिँ है सानो माङखिम चाहिँ अब ठुलो भवन निर्माण चाहिँ पर तपाईँलाई चाहिँ देखाइसकेको छु. त्यही हो हाम्रो श्रमदाता खतरा. छिटो गरौँ न काम गरौँ काम खतरा काम किन यत्रो माथि फेरि ज्याकेट लाउनु भएको ल देख्न सक्नुहुन्छ. यहाँ तलतिर पनि हुनुहुन्छ. यहाँ हाम्रो मिस हुनुहुन्छ फेरि खतरा आज. हाम्रो मिस आज के हो आज चाहिँ श्रमदाता हाम्रो मिस यहाँ आइसक्नु भएको छ. वेलकम
श्रममा हाम्रो टिमहरूलाई यहाँ श्रमदाताहरू आजहरूका हाम्रो उमेरदारहरू हाम्रो माङखिम बन्दैछ होइन अब कति 29 गते होइन थोम्मा डोट नै थोम्मा साकेला थोम्मा डोट सबैलाई इन्भाइट हाम्रो लुलाम सबैजना आउनु होला होइन नाच्नुपर्छ थुम्मा डोट सो त्यही हो गाई चाहिँ अब यहाँ हामी चाहिँ काममा जाँदैछौँ अब यति मिठो सरेस्टर गलेको होला हामी पालो गर्छौँ सो यता तल नि हुनुहुन्छ साथी हो हाम्रो टिम चाहिँ आइसकेको छ आज चाहिँ बिहानदेखि खटेको कि साथी हो थाकिरहेको छ एकदमै बिहान 6 बजी 5 बजीदेखि भनौँ न 5 बजीदेखि हामी चाहिँ खटेको है हाम्रो यता ब्रदर सिस्टरहरूले एकदमै खटिराख्नु भएको छ तपाईँहरूलाई पनि नमस्ते है मेरो भ्लगमा वेलकम छ है एकदमै खटिराख्नु भएको छ यहाँ हाम्रो माङखिम बन्नमा चाहिँ देख्न सक्नुहुन्छ अब हामी पनि काम गर्नुपर्ने हुन्छ साथी हो धेरै पत्र बोलेर मात्रै पनि हुँदैन यो काम पनि गर्नुपर्ने हुन्छ त्यही हो अब यहाँ काम गरौँ हेलो सेवा यहाँ हाम्रो बुने झन् बुने खतरा त हेरिदिनु त यता हेर्नु न बुने टोली लाग्यो टोली म अलिक खतरा बालुवा बोकेर हिँड्यौँ हाम्रो टोली चाहिँ ल साथै हामीले चाहिँ बल्ल सल्ल पनि उठाइसक्यौँ अनि हाम्रो अर्को भ्लगर पनि आज चाहिँ श्रमदानमा के हो यस्तो न राई भएर यस्तो राईको छोरा हो राईको छोरा भएर आज मात्रै आएको म कतिचोटि आइसकिसकेँ म त अस्ति सुरुदेखि आउनु मन थियो मनले मात्रै नहुँदैछ त्यो कामले व्यवहारले सकिन्छ हामी बेरोजगारीहरूसँग कुरै मिल्दैन शनिबार काम थियो तर आज घर काम छोडेर यता छु भरे 5 बजी मिटिङ छ मिटिङ गरेर उता छु भोलि फेरि साकेर नचल्नु पर्ने त्यसको लागि यति धेरै बिजी छु के गर्नु बिहान चाहिँ भएर बिजी पनि हुनुपर्छ बेरोजगारवाला बिजी नि म त पैसा अब छैन अब खतरा हाम्रो यहाँ 2 जनाको चाहिँ खतरा श्रमदान जानेवाला छ यसो अनि सो मेन भनेको चाहिँ होइन यहाँ त मिलाउनु ब्लग तिमी मिलाउनु ब्लग राम गर्न आएको कि के गर्न आएको पनि मलाई थाहा छैन मिटिङ परेर अनि सो आज चाहिँ धेरैजना आउनु भएको छ किनकि शनिबार भएको कारणले होला सबैजना फ्री भयो त्यही भएर आएको छ त्यही हो अनि मेन भने चाहिँ तपाईँ पनि आउनु सक्नुहुन्छ है विशेष गरेर अनि यहाँ आएर तपाईँहरूले अब कामैसँग गर्नुपर्छ भन्ने पनि छ नि तपाईँहरूले यसो खाजा नास्ताहरू गरिदिनु भयो भने एकदम ठुलो कुरो किनकि काम गर्नेहरूलाई होइन अनि त्यही हो अनि यसो आइदिनु होला है हाम्रो यहाँ खायो खिमलाई मर्मत गर्नुको लागि तपाईँहरूको यसो साथ सपोर्ट गर्नु होला है त अनि हाम्रो नुनाम भ्लगमा सपोर्ट गर्नु होला एन्ड प्लिज गो एन्ड भिजिट माई चेनल 12 एन्ड किप सपोर्टिङ मी अल्सो है साथीको काम चाहिँ एकदमै दमादम भइरहेको छ देख्न सक्नुहुन्छ हाम्रो टोली यहाँ खटिरहेको छ यहाँ चाहिँ बालुवा चाल्ने काम भइरहेछ यहाँ चाहिँ मसला खेल्ने काम अस्ति तपाईँले धेरै कमेन्ट गर्नुभयो पानी पुगेन के पुगेन अरे होइन अस्तिको मेरो भिडियोमा ल देख्न सक्नुहुन्छ यस्तो छ आजको चाहिँ खतरा भइरहेछ 7 जुनीसम्म नि भत्किनेवाला छैन होइन त देख्न सक्नुहुन्छ 7 जुनीसम्म पनि भत्किनेवाला छैन भनेर ल देख्न सक्नुहुन्छ साथीहरू हाम्रो चाहिँ यहाँ खतरा माङखिम बन्दैछ ल साथीहरू आजको यो मसला चाहिँ यस्तो घोलाइ हुँदैछ अस्ति तपाईँले के पुगेन भन्दै थियो नि हेर्नु होला यस्तो हाम्रो मान्छेले राम्रो काम गर्नु मसँग हेर्नु आम्मामा 1 शताब्दी थाम छ यस्तो चाहिँ हुनुपर्छ के कति वर्ष यो भत्किँदै 1 शताब्दी भत्किँदैन मैले 100 साल आम्मामा भरे अपलोड गर्नु नि हामी हेर्छौँ नि भइहाल्छ हेर्नु परेन काम गरेको नगर्नै लाग्छ अब यसलाई लोड गर्नु पर्छ यसरी गाइस मलाई चाहिँ थाक्यो एकदमै अनि हेर न यस्तो पनि हुन्छ आफै लुक्दै खाजा खाँदैछ आफै लुक्दै खाजा खाँदैछ यस्तो पनि हुन्छ के साह्रो हो यस्तो पनि हुन्छ नखाने त्यस्तो सेल्फिसहरू या लुकी हामी चाहिँ साथी हेर्नु न यहाँबाट काम गर्दैछौँ के हुन त लुकी खाजा खाँदो रहेछ खाजा चोर रहेछ खाजा चोर हो खाजा चोर यहाँ खाजा खाइरहेको रहेछ यता हाम्रो ब्रदर पनि यता हाम्रो भाइ पनि आउनु भएको रहेछ त नि
म त सबले देखिनँ त। ओइ के खाँदैछौ? सिक्किमे रम खाँदैछौ कि क्या हो? खानु त मन धेरै थियो भन्नु न मैले यहाँ। ओइ सिक्किमे रम खाँदैछ क्या ले डुब्दै। एक्लै एक्लै भन लु भन त लु। पब्लिकमा भन छिटो। कसरी खेच्छ? मेरो क्रस भएको दिन म खतरा या बबाल पार्टी भएको सबै यही हाम्रो माङ्कीमा आएर चाहिँ बबाल पार्टी गरिदिन्छु। मेरो ताली बजाऊ। ताली बजाऊ न, ताली बजाऊ ताली। ल राम्रोसँग खाऊ। पार्टी खतरा। ए आज त्यसको पार्टी मैले मेरो तर्फबाट पार्टी भइसक्यो साथी। यहाँ पार्टी भइसकिसक्यो है। बुक भइसक्यो पार्टी। आजको खाजा चाहिँ यहाँ देख्न सक्नुहुन्छ है। स्पाइसी। ल राम्रोसँग खाऊ। मलाई देखेर भरे फेरि लजाएर रुच्दैन 2 थाल खाइसकिसक्यो। हेर्दा लजाको लजै 2 थाल खाइसकिसक्यो। 2 थाल खाइसकिसक्यो। सो अहिले चाहिँ यता खाजा पनि खाँदै हुनुहुन्छ। यस्तो पनि हुन्छ। मलाई नसम्झी खाँदैछ भने चाहिँ सेल्फी चाहिएको हुँदो रहेछ। मलाई नसम्झी खाँदो रहेछ। सो यहाँ खाजा खाने कार्यक्रम चाहिँ भइराखेको छ। खाजा गर्ने काम हाम्रो चाहिँ भर्खर आइदिएको। अब हामीले काम गर्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ फेरि त्यस्तै अब एकछिन काम त गर्नु पर्यो। आज यहाँ हाम्रो राईहरूको माङसिङको ढलाइको काम चाहिँ भइरहेको छ। यहाँ हाम्रो नानाहरू चाहिँ हाम्रो टोलीहरू चाहिँ एकदमै खटिराख्नु भएको छ। तपाईँहरूलाई एकदमै धेरै हृदयदेखि नै धन्यवाद मेरो टोलीहरूलाई। हाम्रो यहाँ चाहिँ ढलाइ कार्यक्रम भइरहेको छ। आज चाहिँ यो जुन चाहिँ देखिराख्नु भएको छ नि साथी, यहाँ चाहिँ हाम्रो राईहरूको 3 चुल्हा राख्ने ठाउँ क्या ठ्याक्कै। हाम्रो माग गर्ने ठाउँ ठ्याक्कै त्यो भएको छ नि। यहाँ चाहिँ 3टा चुल्हा राख्नुपर्छ क्या हाम्रो राईहरूको चाहिँ। थाहा छ होला राईहरू तपाईँहरू कतिजना मेरो भिडियो हेर्नुहुन्छ राईहरूले त सबैले तपाईँहरूलाई थाहा पनि छ। यहाँ चाहिँ हाम्रो 3 चुल्हा हुन्छ। हाम्रो यहाँ माग छ होइन दया? दया थाक्नु भयो तपाईँ आज? हजुर हो। तपाईँ रेस्ट गर्नुहोस्। प्रत्येक दिन तपाईँ खट्दा हैरान। आज हामी आइपुगेको छौँ। तपाईँ आनन्दले तपाईँहरू आज रेस्ट गर्नु। तपाईँहरूले रेस्ट गर्ने टाइम दिएको। हामी पनि त बिहानैदेखि 5 बजीदेखि आज खटिरहेको छौँ। बिहानै हाम्रो काम। हजुर ल साथी बल्ल एउटा सेनुमलाले चाहिँ मलाई चाहिँ यहाँ बल्ल काम गर्ने जस्तो मात्रै हुँदैछ। अहिले पनि बोरा मात्रै समातेछ। बल्ल यहाँ खाजा खाँदै डुब्दै बस्यो कि अहिले मात्रै बल्ल अहिले आएको पनि हेर्नु न। सानो त बच्चाहरू हुन्छ नि त्यस्तै त्यो बोरा मात्रै समात्नु हुँदैन। हाम्रो काम चाहिँ धमाधम भइरहेछ साथी हो। म चाहिँ फेरि बोलेको मैले गर्दैछ नभन्नु नि। म नि खतरा काम गर्दैछु नि साथी हो। खतरा पनि काम गर्दैछु नि साथी हो। अब फेरि हाम्रो चाहिँ खाजा खाने टाइम भयो। अब एकछिन काम गरेर यहाँ वाचिपा खाने बेला भयो। देख्न सक्नुहुन्छ हाम्रो टोली चाहिँ वाचिपा खानेमा चाहिँ। वाचिपा त अनि राईहरूको त त्यो त हुनै पर्यो नि। ल साथी हामी चाहिँ तोरी बारीहरू हेर्दै यहाँ खाजा खाँदैछौँ। हेर्नु होला हाम्रो टोलीहरू। हजुर नथपौँ ल दिदी। म त थप्दिनँ। हाम्रो टोलीहरू फेरि भरे थप्ने भरे फेरि न्यु खोज्नुहुन्छ बाटोमा। म थप्छु भनेको न्यु नखोज्ने ल भरे थप्नु है। यहाँ हाम्रो टोलीहरू चाहिँ अब यहाँ यता हावा खाँदै बाहिर खाजा खाँदैछौँ होइन। अब काम पनि गर्दैछौँ हामी। खतरा खानु मात्रै होइन कि हामी चाहिँ खतरा बबाल पनि काम गर्छौँ साथी हो। ल गाइस अब हामीले चाहिँ खाजा साजा नि सबै होम्राइसक्यौँ होइन। अब पेट पूजा पनि गरिसक्यौँ। अब पेट पूजापछि फेरि यहाँ पचाउनु त पऱ्यो नि त खाएको। यहाँ खाजा त अब पचाइरहेको छौँ साथी हो होइन। देख्न सक्नुहुन्छ अब हाम्रो टोली चाहिँ मसला भल्नु पनि हुन्छ। सेनुम चाहिँ अहिले आएर काम गरे जस्तो मात्रै गर्दैछ। अनि पिएपछि नखाने भन्दा नि जबरजस्ती आएर 4 थाल चाहिँ खायो साथी हो होइन। अनि अहिले काम गरे जस्तै मात्रै गर्दैछ। त्यो खुट्टा मात्रै भिजाएको काम बाँगा चाहिँ फेरि बाँगाहरू चाहिँ अनि बाँगाची न काममा मुन्ने न छिटो बाँगाची ओटा बाँगाची चाहिँ अहिले होटु चिकी युङची
अघि मुचुङ चबाङ होटिन क्या होटिन यहाँ क्या बाँगाची बाँगाची हो छिटो काममा मुन्दैन आन्ठिनमा मुयाङ एउटा छनाचिरी बुवाची काममा मुयाङ सबैजना उनका चाहिँ अलिक धेरै काममा मुगाङ सबैजना अलिअलि मात्रै काममा मुगाङ उनका चाहिँ धेरै धेरै काममा मुगाङ एउटा चाहिँ काममा मुगाङ हल्ली मात्रै चगाङ उनका चाहिँ काममा मुगाङ हल्ली मात्रै चगाङ त्यतिकै अलि न हो खाना काममा मुयाङ हल्ली मात्रै मान्छ त कि ल साथीहरू फाइनली हाम्रो चाहिँ यहाँ गिटी आइसकिसकेको छ यहाँ एक ट्र्याक्टर गिटी आइसकेको छ अब यो गिटीलाई चाहिँ हामी उसाल्नु पर्ने हुन्छ गिटी वेटिङ गिटी भएर गरिराखेको थियौँ अघि चाहिँ होइन गिटी आइसकेको छ अब हामीले चाहिँ ड्याङ 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 उसाल्नु पर्ने हुन्छ है साथी हो हुनुपर्छ यतिको श्रमदान गर्ने मान्छेले ल है साथी हाम्रो लक्ष्मीनारायणले चाहिँ खतरा गिटी लोड गर्दै हुनुहुन्छ पुरा खटिराख्नु भएको छ हाम्रो नानाश्री चाहिँ यतिको चाहिँ हुनुपर्छ यतिको चाहिँ यहाँ हाम्रो सरहरू पनि हाम्रो माङ्खी बनाउनुमा एकदमै सहयोग गरिराख्नु भएको छ फाइनली हामीले चाहिँ गिटीहरू सबै कलेक्सन गरेर चाहिँ उठाएर पनि ओसारिसकेको होस् अहिले चाहिँ देख्न सक्नुहुन्छ यहाँको अघि जुन चाहिँ ट्र्याक्टरदेखि झारेको गिटीहरू चाहिँ सबै झारेर चाहिँ हामीले चाहिँ ओसारेर पुरा कम्प्लिट अब थोरै ओसारेर चाहिँ कम्प्लिट हालिसकेको छौँ सो अब हामी पनि अब त्यतिमा हामी चाहिँ फर्किनु पर्ने हुन्छ साथी हो आज बिहानदेखि खटाइ भएर अलिक एकदमै टायर्ड फिल भइरहेको छ त्यही भएर अब हामी पनि फर्किनु पर्ने हुन्छ अब हाम्रो चाहिँ हामी चाहिँ अब गयौँ ल दाइहरू एकदमै धन्यवाद सहयोगले गर्दाखेरि आज हामीले यो हाम्रो ढलाइको कार्यक्रम एकदमै छिटो पुरा गर्न सफल भइयो हुन्छ ल अब हामीलाई ल अब फेरि समय मिल्यो भने हामी आउने नै छौँ है भन्दै आजको लागि चाहिँ हामी चाहिँ छुट्टीमा ल सबैलाई बाई बाई ल अब हामी चाहिँ फर्क्यौँ हाम्रो टोली मुभ भउँदैछ है हामी फर्क्यौँ खै अलिकति होला चाहिँदैन ल बाई बाई तपाईँलाई पनि ल हामी के चाहिँ लाग्यौँ फर्क्यौँ अब हामी चाहिँ फर्क्यौँ यहाँ आजको यो ढलाइ थियो यति चाहिँ आजको चाहिँ एकदमै कम्प्लिट भएको छ फाइनल लुक्स हेर्नु होला हाम्रो माङ्खिन चाहिँ अब बन्दैछ है यसको अब पुरै फिनिसिङ पनि हजुरहरू म देखाउँछु ल पछि के कस्तो हुन्छ ल आजको यो ढलाइ गर्नुपर्ने थियो आजको ढलाइको काम पनि सक्यो अब अरू सबै मान्छेहरू पनि फर्किसक्यो अब हामी पनि फर्किनु पर्ने हुन्छ सो त्यही हो मेरो भिडियोलाई पनि अब एन्ड गर्न चाहन्छु सो आजको हाम्रो काम चाहिँ के कस्तो भयो हजुरहरूले एकदमै प्रतिक्रिया दिनुपर्ने हुन्छ हेरेर साथ सपोर्ट गर्नुहोला लुना ब्लगलाई माया गर्नुहोला गर्नु पनि पर्छ गर्दै जानुहोला यस्तै अब यस्तै भिडियोहरू लिएर आउनेछु अर्को भिडियोमा भेट्ने बाचामा साथ सो आजको मेरो ब्लगलाई चाहिँ एन्ड गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ लभ यु